हामी चाहिँ आएको छु आज हाम्रो साथीको घरमा स्पेशल इन्भिटेसन छ हो आज डिनरको एकदम। अन्त ऊ चाहिँ हो मेरो साथी अप्सरा, चिनिहाल्नुहोस् होला गाइजहरू। अनि मालिक चाहिँ बाथरुम पसेछ एकछिनमा म देखाउँछु ल पनि। ए यही रहेछ मालिकले यहाँ मेकअप गर्दैछ, यहाँ भ्लगमा राम्रो आउँदैन भनेर। यहाँ चाहिँ माछा फ्राई हुँदैछ हाम्रो। एन्ड साथीले त भइ पनि सकेको रहेछ। यो चाहिँ के अरे मुरी घन्टो बनिनु आँटेको छ हो यहाँ चाहिँ। अनि यो चाहिँ मैले अदुवा लसुन रेडी गरेको छु। यहाँ प्याजहरू टमाटरहरू काट्नु छ। माछा बनाउने सेफ चाहिँ यहाँ छ मेरो साथी। यहाँ माछा पाक्दैछ हो। यहाँ मेरो छोरा चाहिँ आउनु बित्तिकै मोबाइलमा बस्नु थाल्यो हो। यहाँ मेरो भाइ पनि आएको छ। भाइले चाहिँ यहाँ बिजिएमआईमा एकदम बिजी छ हो। बिजिएमआईमा बिजी मेरो भाइ। मेरो छोरालाई चाहिँ डक्टर पनि देखाउनु लागेको छु। यो मान्छे किचन पसेपछि खाना के छिटो पाक्छ बनाइहाल्छ। के हो एकदम रेस्टुरेन्ट स्टाइल छ त भन्दा। चप त खतरा गर्दैछ त। यसको रेसिपी म तपाईँलाई सेयर गर्नेछु। अहिले साथीले बनाउँदाखेरि म यसमा के लाग्छ त्यो सामानहरू भन्छु सबैजनालाई। यो चाहिँ बेङ्गली डिस हो बाइ द वे। सबै भेजिसहरू मिक्स छ यसमा हो। अन्त यो चाहिँ माछा कलुले पनि बनाउँछ नि। यसको इन्ग्रिडियन्ट्सहरू म अहिले पकाउने बेलामा भन्छु। इन्भिटेसन दिएको मेरो साथीहरूलाई, स्पेसली मेरो साथी सबैजनालाई हो। भाइ पनि छ। र आज चाहिँ हामीले दिवाली पारी यहाँ पे पारी हो रही है उन्हें। यस्तो माछा पकाउने माछा हेलमेट दिने बेला भयो त अन्त उसलाई त। यो मान्छेलाई हेलमेट ल्याइदिने बेला भयो अब। एकपल्ट मेरो आँखामा गएको छ यार। धन्न आँखा बिग्रेन नि मेरो। यहाँ मेरो साथीले खाना बनाउनु थाल्यो। के बनाउँदैछ? मुरी घन्टा लाब्रा हो। ए लाब्रा। यसको रेसिपी सेयर गर्छु भनेको थियो। कहिले चाहिँ यहाँ प्याज खोर्सानी टमाटर अनि के लायो अदुवा लसुनहरू सबै हालेर एकदम यहाँ फ्राई गर्दैछ हो। अनि हल्दी पनि हालेको छ। अब यसमा चाहिँ सबै भेजिसहरू हाल्छ, नुनहरू हाल्छ। त्यहाँदेखिको माछाको लु हाल्छ नि फर्स्ट। पहिले माछाको लु हाल्छ अरे। सरी फर द रङ इन्फर्मेसन। यो चाहिँ लाब्रा बनाउन आँटेको मुरी घन्टो भने अघि मैले। मुरी घन्टो चाहिँ होइन तर सेम हुन्छ नि प्रोसेस चाहिँ। यो चाहिँ हो माछाको लो। यहाँनिर सबै रेडी भइसकेको छ। यहाँ मिक्स भेजिसहरू पनि रेडी छ हो। उसले बनाउँदैछ यहाँ। अनि यहाँ चाहिँ फ्राई हुँदैछ। अब यसमा चाहिँ हाल्नुपर्छ लो, त्यहाँदेखिको मिक्स भेजिस, त्यहाँदेखिको नुन हाल्नुपर्छ, त्यहाँदेखिको फ्राई गरेर पाक्छ त्यहाँदेखिको। यहाँ चिकन पाक्दैछ। अनि यहाँ चाहिँ लाब्रा पाकिसकेको छ। डिलिसियस लाब्रा पाकिसकेको छ। यहाँ दाछी बनिँदैछ। दाछी कसको लागि? यहाँ साथीले केसको लागि पिसेको यो? चिकनको लागि चाहिँ मसला पिस्दैछ। दामी देख्दैछ त, ब्युटिफुल देख्दैछ त मसला पिस्दा त। मसला पिस्दा त राम्रो देख्दो रहेछ त होला है। गाउँकी छोरी। यो चाहिँ एकदम यसमा पिसेको
चाहिँ डिफ्रेन्ट हुन्छ नि त है सिलौटो भनेको सिलौटै हुन्छ नि हौ के हो यो अचार यहाँ चाहिँ अचार पिस्दैछ उसले पिसिसकेछ अचार पनि यहाँ भाइहरू चाहिँ अब फोन छोडेर यहाँ म्याच हेर्दै रहेछ हाम्रो भाइहरू चाहिँ एरिक स्टिल फोनमै छ यहाँ हाम्रो बाबा हुनुहुन्छ हाम्रो बाबा मेरो साथीको पापा भर्खर हेरेको अरे मामा भान्जी चाहिँ यहाँ पुरा एकदम भिडियो हेरिरहेको छ चाहिँ मस्तै यिनीहरूले पकाएको एकदम हेर्दै बसिरहेको छु यिनीहरूले चाहिँ काम गर्दैछ हो म चाहिँ भिडियो बनाउँदै बसिरहेको छु र हाम्रो लाब्रा चाहिँ रेडी भइसकेको छ हो यहाँनिर भुजिया छ यो चाहिँ हल्का कोकहरूसँग खाँदै गर्छु हो फर्स्ट चाहिँ वो सिक्किम गान्तोक फेल तर फेल भयो यो चाहिँ फेल भयो किनभने अब हाम्रोमा चाहिँ 3 days भयो डेली होइन रेनी सिजन भएको अब हामीले चाहिँ फगी लाइट लाउने बेला भयो गाइस हामी चाहिँ खानावाना खाइसकेर चाहिँ हामी साथीको घरबाट निस्किसक्यौँ अनि निस्किँदा फेरि चाहिँ यस्तो डेन्जरस फगी लागिरहेको थियो भने सिक्किम कालिम्पोङ दार्जिलिङको भाइब्स आइरहेको थियो हो अन्त जाडो पनि यस्तो दामी जाडो थियो हिजो चाहिँ र अब चाहिँ बल्ल बल्ल जयगाउँमा पनि विन्टर लागेछ सो द्याट्स अल फर टुडे बाई